नमस्ते सबैजनालाई र आज फेरि पनि म तपाईहरुको अघि आएको छु। मलाई एउटा कुराले एकदमै चिन्ता एउटा फिक्री एकदमै बेसी नै अ, कुरा सोचेकोले गर्दाखेरि चाहिँ म तपाईहरुको अगाडि म सेयर गर्नु आएको छु, म भन्नु आएको छु है साथीहरु। र तपाईहरुलाई जतिजनालाई पनि अब मेरो यो भिडियो बाट तपाईहरुले यदि तपाईहरुको मनमा लाग्यो भनेदेखि चाहिँ तपाईहरुलाई मन पर्यो भनेदेखि चाहिँ तपाईँ हो मैले भनेको कुरा ठिकै हो राइट हो भनेर तपाईले बुझ्नुभयो भनेदेखि चाहिँ एकदमै बेसी सेयर गरिदिनुहोस् है यो भिडियोलाई, कि त्यो जवान भाइ बहिनीहरूको बिचमा पुगोस् है र नेपालसम्म पनि पुगोस् मेरो यो भिडियो चाहिँ म भन्न चाहन्छु साथीहरू। र जुन प्रकारको अहिले यो नेपालमा जुन यो जेनजीले जुन चाहिँ एउटा आन्दोलन गर्यो है साथीहरू, र त्यो आन्दोलन चाहिँ मेरो लागि चाहिँ एउटा एकदमै मतलब एउटा एडभान्टेज पनि हो एउटा डिसएडभान्टेज पनि हो साथीहरू है। किनभनेदेखि चाहिँ हाम्रो नानीहरू एउटा जेनजी भनेको चाहिँ एउटा 15 वर्षदेखिको लिएर चाहिँ अब 28 वर्षसम्मको है नानीहरू हो है, छोराछोरी हो। 15 वर्षको नानीहरू कत्रो चाहिँ हुन्छ साथीहरू, एउटा मतलब क्लास 9-10 पढ्दै गरेको नानीहरू हो है। तिनीहरूको एउटा मतलब एउटा हुन्छ नि टिन एजमा भएको नानीहरू है साथीहरू। र त्यस्तो नानीहरूले पनि अब यस्तो यो जुन चाहिँ आन्दोलन भयो त्यहाँनिर एउटा मान्छे मरेको देख्यो, मार्यो है, कुट्यो, लुटपिट गर्यो होइन। त्यहाँनिर अब एउटा नानीले त गिदी यसरी साथीको गिदी चाहिँ यसरी हातमा बोकेर चाहिँ यसरी हिँडिरहेछ है साथीहरू। त्यसले गर्दाखेरि चाहिँ त्यो नानीहरूको आँट बढ्यो नि है, आँट बढ्यो। हामी त अब गर्दा हुने रहेछ, सक्छु म त भन्ने खालके क्या अब एउटा त्यो पनि आँट पनि बढ्यो त्यो नानीहरूमा है साथीहरू। किनभनेदेखि चाहिँ यो एकदमै राम्रो होइन नानीहरूको लागि। नानीहरूको आफ्नो एज अनुसार चाहिँ उनीहरूले ज्ञान है पाएको चाहिँ राम्रो, उनीहरूको एजमा जति पाउनुपर्ने ज्ञान त्यति नै उनीहरूले पाएको चाहिँ राम्रो होइन साथीहरू। त्यो अनुसारले बढेको चाहिँ राम्रो होइन। र अब यो चाहिँ एकदमै एउटा एडभान्टेज पनि भयो कि अब यो आन्दोलनले चाहिँ एकदमै डरलाग्दो एक्जाम्पल सेट गरेको छ साथीहरू। र अब कुनै त्यहाँनिर नेता भ्रष्टाचारहरूले चाहिँ त्यो एउटा करप्सन गर्नु अगाडि चाहिँ उनीहरूले सोच्छ नि त, यो आन्दोलनको बारेमा सोच्छ, उनीहरूले पनि डर राख्छ होइन। र उनीहरूले एउटा राम्रो एउटा नेता नेपालमा अब धेरैले भन्छ नेपालमा एउटा लेबर काम पनि पाउँदैन भनेर होइन। अनि नेपालमा अब एउटा लेबर काम पनि पाउँदैन, सबै मान्छे प्राय बाहिर देशमा सिक्किम पस्छ काम गर्नुको लागि होइन। र उनीहरू अब यो आन्दोलन एउटा राम्रो नेता आयो भनेदेखि त उनीहरू जानु परेन नि बाहिर, त्यहीँ बसेर त्यहीँनिर काम पाउँछ होइन। आफ्नो क्वालिफिकेसन अनुसार उनीहरूले कामहरू पाउँछ, त्यो एकदमै राम्रो भयो। तर एउटा डिसएडभान्टेज पनि भएको छ कि साथीहरू, हाम्रो नानीहरू जुन चाहिँ बढ्दै गरेको नानीहरू छ त्यो नानीहरूले हतियार उठाएको छ। त्यो नानीहरूले चाहिँ अब एउटा मतलब अरूलाई है यसरी कुटेको छ, मारेको छ, उनीहरूको आँखाको अगाडिमा साथीहरू मरेको देख्यो, उनीहरूको आँखाको अगाडि गोली चलेको देख्यो, उनीहरूको आफ्नो हातले चाहिँ एउटा गिदी अब पक्रेर चाहिँ यसरी साथीको गिदी पक्रेर यसरी हिँडेको छ साथीहरू। र त्यो देखेर चाहिँ अब एकदमै दुःख लाग्दो कुरा क्या साथीहरू। अनि एउटा अब अर्को दुःख लाग्दो कुरा चाहिँ के भनेदेखि चाहिँ एउटा जसको पनि एउटा जुन चाहिँ छोराछोरीहरूले आफ्नो ज्यान गुमायो आफ्नो देशको लागि होइन, उनीहरू शहीद भयो होइन, उनीहरूको नाम अमर रहन्छ। तर त्यो आमाको मन चाहिँ कसले चाहिँ बुझाइदिने, त्यो आमाको मनलाई चाहिँ कसले बुझाइदिने। त्यो आमाले त्यो नानीलाई 9 महिना कोखमा बोकेर सानोदेखिको मर्छ कि अलिकति ज्वरो आउँदाखेरि रातभरि आफ्नो छातीमा राखेर है, एउटा आँखा पनि झिम नगरिकन चाहिँ त्यो नानीलाई रातभरि डुलाएर हुर्काएर बढाएर यत्रो बनायो होइन। हाम्रो नानीहरू हुर्काउँदै गर्दाखेरि हामीलाई एउटा आशा हुन्छ कि बुढेसकालमा यही नानी हो मलाई स्याहार सुसार गर्ने, यही नानी हो भोलि पर्सि म मर्ने बेलामा मलाई पानी दिने भन्ने एउटा आशाले त्यो नानी हुर्कायो बढायो होइन। आफ्नो एउटा छोराछोरी अहिलेको समयमा बेसी न बेसी भनेको 2टा हुन्छ होइन नानीहरू, एउटा 2टा त हुन्छ सबैको। तर त्यो नानी अब उसको फर्केर आउँदैन होइन। त्यो नानी देशको लागि शहीद त भयो, अमर भयो त्यो नानी, तर उसलाई एउटा आमा भन्ने मम्मी भन्ने छैन होइन। त्यो आमाको मन चाहिँ कसले चाहिँ अब बुझाइदिने, त्यो आमाको मनलाई कसले चाहिँ सन्ताउना दिने है। त्यस्तो भइरहेको छ साथीहरू। र यो दुःख लाग्दो कुरा म दिन रात मलाई राति पनि मलाई निन्द्रा लागेको छैन यो कुराले गर्दाखेरि। मलाई यति साह्रो मलाई
दिमागमा घुमिरहेको छ के यो कुराले गर्दा त्यो आमा कस्तो भइरहेको होला, त्यो आमाको मन आँखाबाट आँसु रोकेको छैन होला, त्यो बाउ जसले चाहिँ आफ्नो नानी हुर्काउनु बढाउनुमा त्यो नानीको खाँचो पुर्याउनुमा एउटा खुन पसिना बगाएर चाहिँ एउटा अलिकति पैसा भयो मेरो नानीलाई यस्तो लगिदिन्छु उस्तो लगिदिन्छु, मेरो नानीको यो खाँचो छ त्यो खाँचो छ, मेरो नानीलाई पढ्नुको लागि यति पैसा चाहिएको छ मैले जुटाउनु पर्छ भन्ने त्यो बाउ त्यो आमा है अब त्यो छैन। त्यो नानी कसको लागि कमाउने कसको लागि गर्ने एउटा भन्ने एउटा आशा नै अब हराएर गयो होइन। अब त्यो फर्केर आउँदैन नि त्यो छोरा। त्यसले गर्दाखेरि साथीहरू मलाई चाहिँ यो नेपालको यो जुन घटना घट्यो नि एकदमै मलाई चाहिँ डिस्टर्ब गरिरहेछ, मेरो माइन्डमा चाहिँ यति साह्रो डिस्टर्ब गरिरहेछ साथीहरू। र यो कुरा आज म तपाईँहरूको बिचमा म आज गर्न लागेको, म एकदमै के अब म कहाँ भनौँ कि कसलाई भनौँ त्यस्तो भएर चाहिँ मैले है अब गरेर यो, किनभने यो नानीहरू भोलिको भविष्य हो नि। यो नानीहरू भोलिको दिनमा यिनीहरू कोही डक्टर बन्छ, कोही इन्जिनियर बन्छ, कोही नेताहरू बन्छ होइन, कोही एउटा राम्रो एउटा पास्टरहरू बन्छ, कोही एउटा एकदमै अब राम्रो काम गर्नेहरू एउटा पाइलटहरू पनि बन्छ नानीहरू भोलिको दिनको भविष्यहरू। तर हामीले भोलिको भविष्यलाई नै हामीले मार्यो भनेदेखि चाहिँ है यो संसार त सक्यो होइन साथीहरू। र तपाईँहरू के भन्नुहुन्छ, कस्तो लाग्छ तपाईँहरूलाई यो कुराले है? एकदमै राम्रो होइन र एकदमै हामी चाहिँ प्रेयर गरौँ नेपालको लागि, हामी सबैजना मिलेर हामी प्रेयर गरौँ कि अबदेखिको चाहिँ फेरि पनि यस्तो खालके घटना चाहिँ नघटियोस्, कहीँ पनि नघटियोस् यो खालके घटना चाहिँ भन्ने खालके। त्यो एउटा बोजू, एउटा मैले भिडियो देखेको थिएँ, एउटा बोजू बुढी बोजू थियो, बोजू त्यो एउटा बुढी बोजू एउटा कति 75-80 पुगेको बोजू, त्यो बोजूले चाहिँ दुईवटा हातमा चाहिँ यत्रो ढुङ्गा बोकेर चाहिँ 2 मुठी ढुङ्गा बोकेर चाहिँ त्यो भिडमा त्यो बोजू पनि ढुङ्गा बोकेर हिँडिरहेको थियो साथीहरू। त्यो बोजूको न त तागत छ कि मतलब भिडमा केही भइहाल्यो भने भाग्ने, न उसकोमा त्यो तागत छ, न उसले त्यो जो विरोधीलाई उसले हिर्काउन सक्ने एउटा ढुङ्गा हान्नु सक्ने न उसकोमा बल तागत छ है साथीहरू। त्यो बोजू के सोचेर चाहिँ त्यसरी भिडमा गयो होला, आफ्नो देशको भोलिको नानीहरूको भविष्य सोचेर गयो। त्यो बोजूलाई पनि आफ्नो देशको माया थियो। एउटा त्यो बुढाबुढी मान्छे त डाँडाको घाम हो, तर हाम्रो नानीहरूले एउटा उसलाई डर थिएन होला साथीहरू, म त भिडमा त मर्छु होला, मलाई त थिचेरै मार्छ, भरे भागेर भाग भयो भने म त भाग्नु पनि सक्दिनँ भन्ने त्यो बोजूलाई डर लागेन होला है। त्यो कुरालाई याद गरौँ, त्यो कुरा सोचौँ र हामी चाहिँ प्रेयर गरौँ कि आइन्दाबाट चाहिँ भोलि अबदेखिको चाहिँ यो घटना चाहिँ नघटोस् है, कहीँ पनि नघटोस्। हामी एउटा सानो कन्टेन्ट क्रिएटर भए तापनि म एउटा सानो कन्टेन्ट क्रिएटर हो साथीहरू, र मलाई मलाई एउटा सोसल मिडियामा म भएकोले गर्दाखेरि मलाई भन्नु मन लाग्यो। र तपाईँहरूलाई यो मेरो भिडियो चाहिँ एकदमै तपाईँहरूलाई एकदमै हो यो कुरा चाहिँ एकदम फ्याक्ट हो भनेर तपाईँहरू एकदम मसँग सहमत हुनुहुन्छ भनेदेखि चाहिँ यति साह्रो सेयर गरिदिनुहोस् यो भिडियोलाई है। हाम्रो नानीहरूलाई चाहिँ हामीले एकदमै राम्रोसँगले हुर्काउनु पर्ने हुन्छ र यस्तो कुराहरूबाट टाढो राख्नुपर्ने हुन्छ। किन आयो यस्तो नौबत, यो नानीहरूलाई यसरी हतियार उठाउनु पर्ने किन आयो, यस्तो खालके यो कि दिन कि नानीहरूले चाहिँ यस्तो दिनहरू पनि एउटा आफ्नो आँखाको अगाडि आफ्नो साथी आफ्नो परिवार गुमाइरहेको, एउटा गोली चलिरहेको, घर जलाइरहेको, एउटा डाङ डुङडुङ गरेर अर्काको घर तोडफोड गरिरहेको किन आयो है? त्यो नौबत नहोस्, त्यो समय नहोस् फर्केर भन्न चाहन्छु। र यति भन्दै मेरो कुरालाई म यहीँ राख्न चाहन्छु साथीहरू, र सबैजनालाई फेरि पनि नमस्ते।